हेलो एभ्रिवान, आज म तपाईँहरूलाई चाहिँ माल्टाको प्री डिपार्चर कोर्स र स्किल पास कसरी गर्ने भन्ने कुराहरूमा भन्नेछु। यसमा तपाईँहरूले चाहिँ कसरी पेमेन्ट गर्ने, आफैले चाहिँ कसरी यो कोर्सलाई चाहिँ लिने अनि आफैबाट चाहिँ कसरी यो विदाउट क्लास विदाउट ट्रेनिङ चाहिँ आफैले कसरी पास गर्ने भन्ने कुराहरू म तपाईँहरूलाई सेयर गर्नेछु। सो यो भिडियो तपाईँहरूले सुरुदेखि अन्तिमसम्म हेर्नुभयो भने चाहिँ तपाईँहरूलाई ए टु जेड डिटेलहरू मिल्नेछ। तपाईँले अरूको डिपेन्डमा अनि अरूको भर पर्नुपर्ने छैन। तपाईँले आफैले नै यो स्किल पास अनि यो प्री डिपार्चर कोर्स चाहिँ कम्प्लिट गर्न सक्नुहुन्छ है। छिटोभन्दा छिटो यदि तपाईँलाई चाहिँ चाहिएको छ भने चाहिँ तपाईँ आफैले नै सबै कुराहरू गर्न सक्नुहुन्छ है। सो यो भिडियोमा चाहिँ म तपाईँहरूलाई सबै कुराहरू डिटेलमा सेयर गर्नेछु, अन्तिमसम्म हेर्नु होला। सो कुरा गरौँ है, यदि तपाईँहरू नेपालमा हुनुहुन्छ अनि विदेशमा हुनुहुन्छ भने चाहिँ अनि तपाईँहरू स्पेसली युरोप जान चाहनुहुन्छ, स्पेसली माल्टा भने चाहिँ माल्टाको गभर्मेन्टले चाहिँ अफिसियल्ली नै अनाउन्स गरिसकेको छ प्री डिपार्चर कोर्स। त्यो चाहिँ म्यान्डेटरी भइसकेको छ है। अब सुरुमा चाहिँ अब स्किल पास मात्रै थियो भने अहिले चाहिँ प्री डिपार्चर कोर्स पनि एड भइसकेको छ। सो तपाईँले चाहिँ त्यो प्री डिपार्चर कोर्स पनि कम्प्लिट गर्नुपर्ने छ। सो विदाउट प्री डिपार्चर कोर्स तपाईँले चाहिँ कम्प्लिट गर्न सक्नुहुन्न। अब त्यसको लागि चाहिँ स्टार्टिङमा तपाईँले गर्नुपर्ने कुरा भनेको चाहिँ फर्स्टमा तपाईँहरू चाहिँ स्किल पासको पोर्टलमा गएर चाहिँ तपाईँले आफ्नो अकाउन्ट लगइन गर्नुपर्ने हुन्छ। सो आई विल सो यु है। पहिला गुगलमा जानुहोस्। गुगलमा गइसकेपछि चाहिँ तपाईँहरूले स्किल पास माल्टा भनेर सर्च गर्नु होला। यो सर्च गरिसकेपछि तपाईँहरूले यस्तो आउँछ है। यो चाहिँ ओरेन्ज कलरको है, जुन यो फर्स्टकोमा सेलेक्ट गर्नु होला। यो सेलेक्ट गरिसकेपछि चाहिँ यसरी स्किल पास भनेर आउँछ है। वेलकम टु स्किल पास भनेर छ। योर पाथ टु इम्प्लोइमेन्ट्स इन माल्टा स्टार्ट नाउ। द प्लेटफर्म प्रोभाइड्स द एसेन्सियल प्री डिपार्चर कोर्स एन्ड स्किल पास इन्फर्मेसन रिक्वायर्ड टु कन्फिडेन्टली अब्टेन यर वर्क पर्मिट है। तपाईँको वर्क पर्मिट रिसिभ गर्नको लागि चाहिँ प्री डिपार्चर कोर्स चाहिँ एकदमै म्यान्डेटरी भइसकेको छ। अब यहाँ लेखिएको छ प्री डिपार्चर कोर्स एन्ड स्किल पास। वेलकम टु द प्री डिपार्चर कोर्स एन्ड स्किल पास हस्पिटालिटी एन्ड टुरिज्म इन्फर्मेसन वेबसाइट। दिस वेबसाइट प्रोभाइड्स द नेसेसरी इन्फर्मेसन्स टु अल नन EU, EEA, EFTA nationals intending to apply to work in Malta है। यदि तपाईँ थर्ड कन्ट्री भन्नाले अब युरोपबाट होइन, बिलोङ्स गर्नुहुन्न, जस्तै हामी भइहाल्यो होइन, एसियाको कन्ट्री नेपाल, इन्डिया, बङ्गलादेश, नन EU भनिन्छ हामीलाई होइन भने चाहिँ हामीले चाहिँ यो गर्नुपर्छ। र यो प्री डिपार्चर कोर्स गरेन भने चाहिँ हामीले एप्लाई गर्न पाइँदैन है। किनकि यहाँ लेखेको छ द प्री डिपार्चर कोर्स इज द फर्स्ट स्टेप फर एभ्री। सबैको लागि चाहिँ यो फर्स्ट स्टेप हो। त्यसपछि मात्र हाम्रो अर्को स्टेप चाहिँ अघि बढ्छ। फर क्लेम सेक्टर्स द स्किल पास इज अल्सो रिक्वायर्ड है। अब यो स्किल पास चाहिँ कस्तो, पहिलाको र अहिलेकोमा के फरक छ भन्ने कुराहरू म थोरै पनि भन्नेछु है त। वाट आर द क्लेम सेक्टर है। क्लेम सेक्टर भनेको चाहिँ के हो भनेर भन्दाखेरि चाहिँ क्लेम सेक्टर आर दोज सेक्टर्स कभर्ड बाई द legislations or policy which they must carry out mandatory training and or assessments to obtaining the single work permit standing that a candidate is employed within the particular sector. Currently, the only claimed sector is Malta is the tourism and hospitality sector है। अहिलेको लागि चाहिँ करेन्टली चाहिँ हस्पिटालिटी र टुरिज्म सेक्टरमा मात्र क्लेम सेक्टर छ भनेर चाहिँ अहिले चाहिँ यसले मेन्सन गरेको छ है। सो यसको भनेको मतलब चाहिँ तपाईँ जुनै सुकै सेक्टरमा जानुहोस्, यदि माल्टा जाँदै हुनुहुन्छ काम गर्नको लागि भने चाहिँ तपाईँले प्री डिपार्चर कोर्स चाहिँ कम्पलसरी गर्नै पर्छ है। बट तपाईँ हस्पिटालिटी सेक्टर भन्दा माथिको अथवा बाहिरको कुरामा चाहिँ काममा चाहिँ जाँदै हुनुहुन्छ भने चाहिँ अहिलेको लागि चाहिँ स्किल पास गर्नु पर्दैन भनेको छ भने चाहिँ हस्पिटालिटी एन्ड टुरिज्म सेक्टरमा जाने मान्छेहरूले चाहिँ प्री डिपार्चर पनि गर्नु पऱ्यो प्लस स्किल पास पनि गर्नु पऱ्यो। अब हस्पिटालिटी सेक्टर टुरिज्म सेक्टरमा चाहिँ के कामहरू पर्छ भन्दाखेरि डाइरेक्टली सिम्पल फर्ममा भन्नुपर्दाखेरि चाहिँ तपाईँहरू चाहिँ होटेल रेस्टुरेन्ट लाइनमा काम गर्दै हुनुहुन्छ अनि तपाईँहरूको काम चाहिँ टुरिस्टहरूसँग, कस्टमरहरूसँग, गेस्टहरूसँग चाहिँ इन्टरेक्ट गर्ने अथवा सर्भिस प्रोभाइड गर्ने कामहरू छ भने चाहिँ त्यस्तो चाहिँ हस्पिटालिटी टुरिज्ममा पर्छ। जस्तै हाउसकिपिङ भयो, क्लिनिङ भयो, किचन लाइनको कुकिङ भयो होइन, यी कुराहरू चाहिँ वेटरहरू भयो, यी जबहरू चाहिँ हस्पिटालिटी एन्ड टुरिज्म सेक्टरमा पर्छ। सो यो कुराहरूमा तपाईँहरू चाहिँ यो जबमा जाँदै हुनुहुन्छ भने चाहिँ स्किल पास पनि अभियसली म्यान्डेटरी छ। सो यो चाहिँ अब कसरी चाहिँ लगइन गर्ने है भन्दाखेरि चाहिँ यो पेजमा चाहिँ तपाईँले लगइन गरेर चाहिँ तपाईँको एउटा अकाउन्ट क्रिएट गर्नुपर्ने हुन्छ र त्यो अकाउन्टबाट चाहिँ तपाईँहरूले त्यो कोर्स किन्नुपर्छ र त्यो कोर्स किनेर त्यही तपाईँकै अकाउन्टबाट चाहिँ तपाईँहरूले एक्जाम दिनुपर्ने हुन्छ र त्यो एक्जाम पास भइसकेपछि चाहिँ तपाईँहरूको त्यही अकाउन्टमा चाहिँ अपडेट आउँछ अथवा इमेलमा चाहिँ अपडेट आउँछ र तपाईँहरूले त्यहीँबाट चाहिँ तपाईँहरूले चाहिँ आफ्नो डकुमेन्ट्स, आफ्नो सर्टिफिकेटहरू चाहिँ डाउनलोड गर्न सक्नुहुन्छ। सो यो
सुरुभन्दा अगाडि यो सुरु गर्नुभन्दा अगाडि चाहिँ यो स्किल पासको पोर्टलमा चाहिँ वेबसाइटमा चाहिँ तपाईँले आफ्नो अकाउन्ट भर्नुपर्ने हुन्छ, अकाउन्ट खोल्नुपर्ने हुन्छ। इट्स म्यान्डेटरी होइन। सो त्योभन्दा अगाडि चाहिँ अब यसमा चाहिँ यो प्री डिपार्चर कोर्समा चाहिँ के कुराहरू चाहिँ पढाइन्छ, अनि यो स्किल पासमा चाहिँ के कुराहरू चाहिँ सिक्नुपर्छ, पढ्नुपर्छ भन्ने कुराहरू चाहिँ म सर्टमा देखाउँछु है त। सो फर्स्टमा हामी जाउँ अपटेनिङ द स्किल पास है। अब यसमा चाहिँ प्री डिपार्चर कोर्स र स्किल पास भन्ने चाहिँ दुईवटा फेज छ है। दुईवटा भन्नाले अब तिनवटा भनौँ न, पहिला फेज 1 र फेज 2 स्किल पास थियो भने प्री डिपार्चर गरेर तिनवटा आइसकेको छ। सो पहिला चाहिँ स्किल पास फेज 1 फेज 2 मात्रै थियो। अहिले चाहिँ प्री डिपार्चर कोर्स 2026 जनवरीबाट चाहिँ अफिसियली यो एड भइसकेको छ। अनि सुरुमा चाहिँ हामीले 475 युरो तिर्नु पर्थ्यो है। भने चाहिँ अहिले चाहिँ के गरेको छ भन्दाखेरि चाहिँ त्यही पैसालाई चाहिँ डिभाइड गरेको छ है। पहिला चाहिँ हामीले फेज 2 लाई फेज 1 र फेज 2 स्किल पासलाई चाहिँ 475 तिरेको थियो भने चाहिँ अहिले चाहिँ प्री डिपार्चर कोर्सलाई चाहिँ 245 युरो प्लस 5 भनेको छ भने चाहिँ युरो यति तिर्नुपर्छ भने चाहिँ तपाईँहरूले चाहिँ स्किल पासको लागि चाहिँ 245 यो चाहिँ स्किल पासको लागि है। यदि तपाईँहरू हस्पिटालिटी सेक्टरमा जाँदै हुनुहुन्छ भने चाहिँ तपाईँहरूले चाहिँ कम्प्लिट तिर्नु पऱ्यो 475 जुन पहिलाको थियो त्यही नै तिर्नु पऱ्यो भने चाहिँ। यदि तपाईँहरू हस्पिटालिटी बाइकको अरू काममा जाँदै हुनुहुन्छ भने चाहिँ प्री डिपार्चर कोर्सको लागि चाहिँ अन्ली 245 युरो चाहिँ प्लस 5 युरो चाहिँ तपाईँहरूले पे गर्नु पऱ्यो है। यो गर्नु पऱ्यो, यति पे चाहिँ तपाईँले कम्पलसरी गर्नुपर्छ, गभर्मेन्टको फी हो है। यदि तपाईँहरूलाई चाहिँ माल्टामा एप्लाई गर्दाखेरि चाहिँ टोटल खर्च कति लाग्छ भनेर चाहिँ जान्नु मन छ भने चाहिँ म नेक्स्ट भिडियोहरू बनाउने छु। सो डु कमेन्ट फर द्याट अल्सो। सो तपाईँहरूको इन्क्वायरी आयो भने चाहिँ अभियसली आई विल मेक अन खर्चहरू चाहिँ कति लाग्छ है भनेर है। एजेन्टको खर्चहरू भनेको छैन मैले है, अफिसियली गभर्मेन्ट खर्चहरू, फीहरू है, टिकट फ्लाइट टिकटहरू, अनि एम्बेसी फीहरू, डकुमेन्टेसन फीहरू कति लाग्छ, के लाग्छ, अनि डकुमेन्टेसनहरू के चाहिन्छ, त्यस्तो कुराहरू चाहिन्छ भने है डु कमेन्ट। अभियसली आई विल मेक इन नेक्स्ट भिडियो। सो लेट्स है कमिङ टु द पोइन्ट है। प्री डिपार्चर कोर्स म्यान्डेटरी फर अल क्यान्डिडेट्स अलरेडी मेन्सन गरिसकेँ मैले। सो फी भनेको चाहिँ 245 प्लस 5 युरो भनेर चाहिँ मेन्सन गरेको छ। यदि चाहिँ तपाईँले यो कोर्सको लागि चाहिँ दिनु पऱ्यो। फेज 2 बुकिङ फी फर द फेज 2 इन्टरभ्यू है। अब त्यसको लागि चाहिँ तल मेन्सन गरेको छ। द प्री डिपार्चर कोर्स इज द फर्स्ट पार्ट अफ द प्रोग्राम्स एन्ड मस्ट बी कम्प्लिटेड बाई एभ्री पर्सन एप्लाइङ फर दियर फर्स्ट सिङ्गल पर्मिट वर्क पर्मिट इन माल्टा है। यो चाहिँ अब सुरुमा जसले पनि वर्क पर्मिट एप्लाई गर्छ त्यसको लागि चाहिँ सुरुमा चाहिँ यो एकदमै कम्पलसरी छ। त्यसपछि चाहिँ फेज 1 एन्ड फेज 2 है। अल क्यान्डिडेट्स विच आर करेन्टली नट वर्किङ इन माल्टा एन्ड दस एप्लाइङ फर देयर फर्स्ट वर्क पर्मिट आर टु क्यारी आउट बोथ फेजेस है। जो चाहिँ माल्टामा काम गरेको छैन तर माल्टाको वर्क पर्मिटको लागि चाहिँ एप्लाई गर्न चाहन्छ भने चाहिँ यो बोथ फेजेस चाहिँ कम्प्लिट गर्नु पऱ्यो है। अब फेज 1 भनेको चाहिँ कस्तो हुन्छ र फेज 2 कस्तो हुन्छ भन्दाखेरि चाहिँ फेज 1 भनेको चाहिँ तपाईँको चाहिँ अनलाइन एक्जामिनेसन हुन्छ है। अब यसलाई सिम्पल फर्ममा भन्दाखेरि चाहिँ अब फेज 1 मा चाहिँ तपाईँहरूलाई चाहिँ विभिन्न कोर्सको चाहिँ भिडियोहरू चाहिँ तपाईँलाई दिन्छ। त्यो भिडियोहरू तपाईँले हेर्ने हो। भिडियोहरू हेरिसकेपछि तपाईँहरूको भिडियो सकिसकेपछि चाहिँ एक्जाम हुन्छ। अनि त्यो एक्जाम चाहिँ तपाईँले ट्रु एन्ड फल्समा चाहिँ दिनुपर्ने हुन्छ है। अनि त्यो पास भइसकेपछि लास्ट र फाइनलमा चाहिँ तपाईँको इच सेक्सनको कम्प्लिट भइसकेपछि चाहिँ तपाईँको रिफ्रेसको लागि सानो क्वेसनहरू आउँछ है। त्यो पास गर्दै गरिसकेपछि चाहिँ लास्टमा तपाईँको फाइनल एउटा क्वेसन आउँछ है। अनि त्यो फाइनल क्वेसनमा चाहिँ तपाईँको सबै सुरुदेखि लास्टसम्ममा जति पनि क्वेसनहरू सोधिएको थियो होइन त्यो मिक्स भएर आउँछ र त्यो तपाईँले ट्रु एन्ड फल्समा एन्सर दिनुपर्ने हुन्छ र त्यो ट्रु एन्ड फल्समा एन्सर दिँदा पास भएपछि चाहिँ तपाईँ फेज 2 मा चाहिँ इन्ट्री हुन्छ है त। अब फेज 1 मा के लेखेको छ, अल क्यान्डिडेट्स कम्प्लिट फेज 1. This includes the online exam for each part. Each exam is based only on the topic taught in the parts and takes around 30 minutes है। अब 30 मिनट्समा चाहिँ को चाहिँ क्वेसन छ भनेर चाहिँ लेखिएको छ होइन। अब यसमा चाहिँ तपाईँहरूलाई चाहिँ स्पेसली एकदमै सिम्पल क्वेसनहरू हुन्छ है, एकदमै बेसिक कुराहरू, बेसिक माल्टिज फर्महरू होइन, अनि माल्टिज टुरिज्म हस्पिटालिटीको कुराहरूदेखि लिएर अनि बेसिक कुराहरू मात्रै हुन्छ। बेसिक फुड हेल्थ एन्ड फुड सेफ्टी होइन त्यो कुराहरू चाहिँ हुन्छ। अनि त्यो पास भइसकेपछि चाहिँ यो चाहिँ तपाईँले घरमै बसेर अनलाइनबाटै गर्ने हो है। अनि यो चाहिँ एकदमै सजिलो छ। सो मैले पनि यो विदिन 1 आवर त नभनौँ होइन, विदिन 2 आवर जस्तोमा चाहिँ मैले यो फेज 1 कम्प्लिट गरेको थिएँ है। यदि तपाईँले भिडियो 1 बाई 1 हेर्दै गर्नुभयो भने चाहिँ मेबी तपाईँहरूलाई चाहिँ 1 विक 2 विक लाग्न सक्छ। एकदमै लामो भिडियोहरू, धेरै भिडियोहरू छ। बट मैले चाहिँ अब 1-2टा भिडियो हेरेँ, त्यसपछि मलाई अल्छी लाग्यो। सो मैले चाहिँ क्विकली त्यो सबै स्किप गरेर डाइरेक्ट म चाहिँ एक्जाममा गएँ। किनकि मैले चाहिँ अलरेडी नै मेरो यता कम्पनीबाट पनि मैले बेसिक फुड सेफ्टीहरू
दिनुपर्ने थियो। सो आई अलरेडी एक्जामहरू म दिइरहेको हुन्छु र त्यो नलेज पनि थियो र रिसेन्टली मैले मेरै आफ्नै कम्पनीबाट पनि मैले एक्जाम दिएको थिएँ। सो त्यो भएर चाहिँ मलाई अलिकति रिफ्रेस थियो अनि आइडिया नलेज भएको भएर मैले चाहिँ डाइरेक्ट दिएँ। सो यो कुरा चाहिँ अलिक केयरफुल हुनु होला है। भिडियो राम्रोसँग हेरेर मात्रै एक्जाम दिनु होला, फेरि तपाईँहरूको जुन पैसा छ त्यो चाहिँ जान सक्छ। हुन त तपाईँ एकचोटि दुईचोटि फेल भयो भने तपाईँले रिएप्लाई गर्न सक्नुहुन्छ फ्रीमा है, रि एक्जाम दिन सक्नुहुन्छ। बट फर्स्टमै तपाईँहरूले राम्रोसँग पढेर मात्रै एक्जाम दिनु होला। देन आफ्टर जाउँ फेज 2। यो फेज 2 चाहिँ कस्तो भन्दाखेरि चाहिँ क्यान्डिडेट्स एटेन्ड्स अ सर्ट इन पर्सन इन्टरभ्यू एट देयर क्लोजेस्ट VFX सेन्टर। द इन्टरभ्यू इज बुक्ड अन द portal after successfully completions of the phase 1. The interview confirms understandings of the topic and check simple communication skills. The topic remains the same, only the examinations methods change. अब यसमा भनेको छ यो फेज 2 चाहिँ कस्तो भन्दाखेरि जुन फेज 1 मा तपाईँको क्वेसन सोधेको छ फेज 2 मा पनि त्यही हो, सेम क्वेसन तपाईँलाई सोध्छ है। अब यसमा चाहिँ अलि फरक के मात्रै हो भन्दाखेरि चाहिँ यसमा चाहिँ तपाईँ VFX ग्लोबल अथवा एम्बेसीमा तपाईँ VFS सेन्टरमा गएर इन्टरभ्यू दिने हो फेस टु फेस भन्नाले अनलाइन हुन्छ होइन। अब अनलाइन पनि कस्तो हुन्छ भन्दाखेरि चाहिँ तपाईँ कम्प्युटरको अगाडि बस्ने हो, पुरै कम्प्युटर ब्ल्याक हुन्छ तर उताबाट तपाईँलाई देख्छ है, तपाईँले चाहिँ केही पनि देख्दैन र अनलाइन इन्टरभ्यू फेस टु फेस हुन्छ क्या होइन। अब यसमा चाहिँ तपाईँलाई फेज 1 मा जे क्वेसन सोधेको थियो, जे तपाईँले पढ्नु भएको थियो त्यसकै रिलेटेड क्वेसनहरू चाहिँ 30 मिनटको हुन्छ र त्यसकै रिलेटेड क्वेसनहरू तपाईँलाई सोध्छ, ट्रु एन्ड फल्स सोध्छ है। अनि त्यसपछि तपाईँको इङ्ग्लिस कस्तो छ, स्पिकिङ इङ्ग्लिस कस्तो छ, तपाईँलाई केही कुराहरू तपाईँलाई सोध्छ होइन। टपिक दिन्छ र त्यो टपिकमा चाहिँ तपाईँले बोल्नुपर्ने हुन्छ, तिनीहरूले चाहिँ तपाईँको इङ्ग्लिस स्पिकिङ कस्तो छ भनेर टेस्ट गर्छ। अनि तेस्रो भनेको चाहिँ तपाईँलाई चाहिँ तपाईँकै जब रिलेटेड क्वेसनहरू सोध्छ। फर इक्जाम्पल म चाहिँ किचनमा काम गर्छु, एज अ कुक काम गर्छु र मलाई चाहिँ के क्वेसन सोधेको थियो भन्दाखेरि चाहिँ ड्युरिङ कटिङ फिस है, जुन फिले भन्छ, फिलेटिङ भन्छ, जुन फिसलाई चाहिँ जो स्किन निकालेर है ट्रिम गरेर अनि त्यसलाई कटिङ गर्ने जुन फिले भन्छ होइन, ड्युरिङ फिले यदि फिसको चाहिँ पोर्सन अथवा वेस्टेज चाहिँ धेरै आयो भने चाहिँ त्यो कन्डिसनमा चाहिँ तिमीले चाहिँ वेस्टेज कन्ट्रोल गर्नलाई चाहिँ के गर्छौ र फिले गर्दाखेरि चाहिँ के ध्यान दिनुपर्छ भनेर चाहिँ क्वेसन सोधेको थियो भने अर्को चाहिँ अब मानौँ तिमीले चाहिँ 40जनालाई चाहिँ खाना बनाएको थियो र त्यो 40जनाको खाना चाहिँ गएन, बाई चान्स इनकेस गएन र त्यो 40% चाहिँ तिमीले के गर्छौ, त्यसलाई चाहिँ कसरी ह्यान्डल गर्छौ र वेस्ट कन्ट्रोल चाहिँ तिमी त्यहाँबाट चाहिँ कसरी म्यानेज गर्छौ भन्ने चाहिँ मलाई क्वेसन सोधेको थियो। त्यसरी नै तपाईँ अब हाउसकिपिङ छ भने तपाईँहरूलाई हाउसकिपिङ रिलेटेड क्वेसनहरू सोध्छ, अनि क्लिनिङ हाइजिन सम्बन्धी तपाईँहरूको काम छ भने चाहिँ तपाईँहरूलाई त्यही रिलेटेड क्वेसनहरू सोध्छ। सो एकदम सिम्पल छ, एकदम इजी छ। सो प्रिपेयर भएर जानुभयो भने चाहिँ एकदमै इजी छ है। सो यो फेज 1 मा कस्तो क्वेसन सोध्छ, फेज 2 मा क्वेसन सोध्छ, अनि यसको चाहिँ बुकिङ कसरी गर्ने कुराहरू तपाईँहरूलाई जानु छ भने डु कमेन्ट है, यसको पनि म सेपरेट भिडियो बनाउने छु। अनि ल अब जाउँ टपिकमा है त। अब फर्स्टमा यहाँ लेखिएको छ लिभिङ एन्ड इन्टिग्रेटिङ्स इन माल्टा टपिक 1 to 10 है, 1 देखि 10 वटा चाहिँ टपिक रहेछ। यो चाहिँ प्री डिपार्चर कोर्सको हुनुपर्छ है। दिस कोर्स टिच क्यान्डिडेट्स अबाउट लिभिङ, वर्किङ एन्ड integrating in Malta. It includes simple online lesson delivering through Coursera with videos, reading sections and optional mock test है। अब यो चाहिँ कोर्सेराबाट चाहिँ एक्जाम दिन्छ भनेको छ थ्रु अनलाइन है। यसमा चाहिँ एकदमै सिम्पल छ, भिडियो हेर्ने हो होइन, अनि त्यो कोर्सहरू पढ्ने हो आफूले नै अनलाइन थ्रु अनलाइन है त, एकदमै सिम्पल छ। अब दिस पार्ट्स इन्क्लुड्स द फलोइङ टपिक। अब के टपिक्सहरू म सर्टमा भनेछु, भिडियो लामो हुँदैछ। सो आई विल ट्राई टु फिनिस दिस भिडियो एज सुन एज फास्ट पोसिबल है त। फर्स्टमा छ इन्ट्रोडक्सन अफ द माल्टा, लिगल एन्ड एडमिनिस्ट्रेटिभ एसेन्सियल्स, सोसियल नर्म्स एन्ड डेली लाइफ इन माल्टा, एकोमोडेसन्स एन्ड कस्ट अफ लिभिङ इन माल्टा, ल्याङ्ग्वेज एन्ड कम्युनिकेसन इन माल्टा, हेल्थ एन्ड एजुकेसन इन माल्टा, ट्रान्सपोर्ट एन्ड वेस्ट म्यानेजमेन्ट इन माल्टा, इन्क्लुजन्स, इन्टिग्रेसन्स एन्ड कम्युनिटी लाइफ, डकुमेन्टेसन निडेड वेन मुभिङ टु माल्टा, प्री डिपार्चर चेकलिस्ट। अब यो 10वटा छ नि, अब यसमा चाहिँ केही पनि छैन क्या, यो एकदमै सिम्पल छ होइन। अब माल्टा भनेको के हो, माल्टाको बारेमा छ, त्यसको माल्टाको रेगुलेसनको बारेमा छ होइन, अनि सोसियल नर्म्स एन्ड भ्यालुज, डेली लाइफको बारेमा छ, लाइफस्टाइलको बारेमा छ, ल्याङ्ग्वेजको बारेमा छ, कम्युनिकेसनको बारेमा छ। अनि यी सबै कुराहरू भनेको चाहिँ तपाईँकै लागि बेसिक कुराहरू क्या। तपाईँ माल्टा गइसकेपछि के प्रोसेस छ होइन, के डकुमेन्ट चाहिन्छ, के कुराहरू फलो गर्नुपर्छ, तपाईँलाई चाहिँ के कुराहरू चाहिँ चाहिन्छ, तपाईँको कस्ट के हुन्छ होइन, कति लाग्छ खर्च, के ल्याङ्ग्वेज हो, तपाईँको कामको बारेमा सिम्पल जुन कुरा तपाईँलाई बेसिक निड्सहरू हो त्यही कुराहरूको बारेमा चाहिँ तपाईँहरूलाई चाहिँ सिकाइन्छ। देन आफ्टर एट द एन्ड अफ दिस पार्ट क्यान्डिडेट कम्प्लिट एन्ड अनलाइन एक्जाम बेस्ड अन द टपिक 1 to 10 विथ ट्रु अर फल्स अर मल्टिपल चोइस क्वेसन्स। दिस एक्जाम टेक्स अबाउट 30 मिनट्स होइन। मैले पहिला पनि भनेको थिएँ यसमा क्वेसन भनेको चाहिँ अन्ली ट्रु एन्ड फल्स आउँछ र मल्टिपल चोइस क्वेसन आउँछ। समटाइम्स यो एरेन्ज गर्नुपर्ने हुन्छ होइन, 4-5वटा सेन्टेन्स हुन्छ, त्यसलाई चाहिँ अर्डर फर्ममा चाहिँ प्रपर
फर्ममा चाहिँ एरेन्ज गर्नुपर्ने चाहिँ क्वेसनहरू हुन्छ अनि ट्रु एन्ड फल्स हुन्छ र मल्टिपल क्वेसन चोइस गर्नुपर्ने हुन्छ र यो चाहिँ 30 मिनटको हुन्छ। त्यसपछि चाहिँ अर्को टपिक भनेको चाहिँ राइट्स, अब्लिगेसन्स एन्ड वर्क स्ट्यान्डर्ड, वर्क प्लेस स्ट्यान्डर्ड भनेर छ। 11 देखि 15 अर्को 5 वटा टपिक चाहिँ दिएको छ। दिस कोर्स, यो कोर्स पनि के हो, दिस कोर्स टिच क्यान्डिडेट्स हाउ माल्टिज वर्क प्लेस अपरेट्स, देयर राइट्स, देयर ड्युटिज एन्ड हाउ टु बिहेभ पर्सनली प्रोफेसनली। लेसन्स आर गिभन अनलाइन थ्रु कोर्सेरा, दिस पार्ट्स इन्क्लुड्स है। अब यसमा चाहिँ तपाईँलाई चाहिँ क्यान्डिडेट्सलाई चाहिँ माल्टिज वर्क प्लेस कसरी, माल्टामा चाहिँ कसरी काम हुन्छ होइन, त्यसपछि चाहिँ राइट्सहरू के छ, अनि ड्युटिज चाहिँ कसरी गर्नुपर्छ र प्रोफेसनली चाहिँ कसरी बिहेभ गर्ने भन्ने कुराहरू चाहिँ यसमा चाहिँ क्यान्डिडेट्सलाई सिकाएको छ र यो पनि अनलाइनै हो र कोर्सेराबाट नै दिन्छ होइन। अब 5 वटा टपिकहरूमा चाहिँ वर्क प्लेस कल्चर एन्ड एक्सपेक्टेसन होइन। अब तपाईँको अब वर्क प्लेसमा चाहिँ काममा चाहिँ अब कस्तो कल्चरहरू छ र एक्सपेक्टेसनहरू के छ भन्ने कुराहरू सिकाएको छ। एभोइडिङ एक्सप्लोइटेसन्स एन्ड नोइङ यर राइट्स होइन, भनेको मतलब चाहिँ अब तपाईँ त्यहाँ गएर अब तपाईँको राइट्सहरू के छ होइन, त्योहरू पनि तपाईँहरूलाई चाहिँ यसमा सिकाइन्छ। बेसिक हाइजिन इन माल्टा, अब यो बेसिक हाइजिन, फुड सेफ्टी अनि बेसिक वर्क इथिक्स, तपाईँको काम रेस्पोन्सिबिलिटिज के हो, तपाईँले के गर्नुपर्छ के गर्नु हुँदैन, अनि हाइजिनहरू के छ, अनि त्यसपछि चाहिँ तपाईँको राइट्सहरू के छ होइन, त्योहरू चाहिँ सबै सिकाएको छ है त। यसमा चाहिँ सिकाइन्छ र यसमा पनि सेम हो है, यो पनि अनलाइन हुन्छ र यसमा पनि 30 मिनटको क्वेसनको एन्सर हुन्छ होइन, क्वेसन हुन्छ र तपाईँले ट्रु एन्ड फल्समा दिने हो। अब यो तपाईँले फाइनल्ली पास गर्नुभयो र कम्प्लिट भयो। यो भइसकेपछि चाहिँ तपाईँको चाहिँ स्किल पास टुरिज्म हस्पिटालिटी भन्छ है। अब यो चाहिँ स्किल पास भयो। अब यसमा त्यो कम्प्लिट भइसकेपछि चाहिँ तपाईँले चाहिँ 230 फी पे गर्नु पर्यो होइन, आफ्टर कम्प्लिट प्री डिपार्चर कोर्स। र यसमा पनि अब लेखिएको छ क्यान्डिडेट एप्लाई फर दिस टुरिज्म एन्ड हस्पिटालिटी जब्स मस्ट कम्प्लिट द स्किल पास टुरिज्म एन्ड हस्पिटालिटी सेक्टर। दिस पार्ट्स फोकसेस अन कस्टमर सर्भिसेस, बिहेभियर एन्ड सेक्टर स्ट्यान्डर्ड। इट इन्क्लुड्स अनलाइन लेसन, कोर्सेरा भिडियो, रिडिङ मटेरियल्स, अप्सनल मक टेस्ट एन्ड अ सेक्टर स्पेसिफिक अनलाइन एक्जाम। दिस स्किल पास इन्क्लुड्स मोड्युल्स सच एज बेसिक कस्टमर केयर, मल्टी टुरिज्म प्रडक्ट है। अब यो पनि सेम हो, प्री डिपार्चर कोर्स जस्तो छ, यो पनि सेम हो है। अब यसमा चाहिँ यहाँ चाहिँ दुईवटा टपिक मात्रै दिएको रहेछ होइन। पहिला चाहिँ 4वटा टपिकहरू, 4वटा 5वटा टपिकहरू दिएको थियो होइन। बेसिक कोर्स, कस्टमर अनि माल्टिज टुरिज्म प्रडक्ट्स, देन आफ्टर तपाईँको इङ्ग्लिस प्रोफिसियन्सी होइन। 3-4वटा कोर्सहरू चाहिँ दिएको थियो भने यहाँ चाहिँ अहिले चाहिँ 2टा मात्रै कोर्सहरू चाहिँ छुटाएको रहेछ। यो कोर्स गरेपछि चाहिँ तपाईँको सेम टुरिज्म क्यान्डिडेट विल अल्सो बी आस्क्ड टु एटेन्ड एन्ड इन पर्सन इन्टरभ्यू आफ्टर द अनलाइन एक्जामिनेसन होइन। यो भनेको चाहिँ सेम हो, तपाईँको यो कम्प्लिट भइसकेपछि चाहिँ तपाईँले चाहिँ अनलाइनमा चाहिँ फेस टु फेस इन्टरभ्यू दिनुपर्ने हुन्छ। अनि त्यसमा चाहिँ तपाईँको रिलेटेड क्वेसनहरू सोधिने हो सेम होइन, कुनै पनि गाह्रो छैन। सो अनि त्यसपछि यो कम्प्लिट भइसकेपछि चाहिँ तपाईँहरूलाई चाहिँ सर्टिफिकेटको चाहिँ मेल आउँछ होइन। स्पेसली चाहिँ यो स्किल पासको सर्टिफिकेट चाहिँ ट्युसडेको दिन आउँदो रहेछ होइन। फर इक्जाम्पल मैले चाहिँ अब फ्राइडे कम्प्लिट गरेँ अथवा वेडनेसडे कम्प्लिट गरेँ भने चाहिँ एभ्री विकको ट्युसडे चाहिँ यो स्किल पासबाट चाहिँ तपाईँलाई मेल आउँछ सर्टिफिकेटको है। सो वेट फर द ट्युसडे होइन। अनि यदि ट्युसडे आएन भने चाहिँ यु क्यान मेल टु द स्किल पास होइन, यहाँ मेल देख्न सक्नुहुन्छ, प्री डिपार्चर @स्किल पास होइन। यो मेलमा चाहिँ तपाईँले मेरो यो गते चाहिँ मैले एक्जाम दिएको थिएँ र मैले चाहिँ सर्टिफिकेट पाएको छैन र मैले कहिले रिसिभ गर्छु भनेर भन्यो भने अभियसली दे विल रिप्लाई है। अनि स्किल पास र प्री डिपार्चरको बारेमा चाहिँ इन्फर्मेसन यति नै छ होइन। अब बाँकी इन्फर्मेसन तपाईँहरूलाई चाहिँ यो कसरी अझ डिटेलमा के क्वेसनहरू सोध्छ प्री डिपार्चर कोर्समा, स्किल पासमा भन्ने कुराहरू जानु छ भने चाहिँ कमेन्ट गर्नु होला। अनि अझै यसको बारेमा चाहिँ अझै चाहिएको कुराहरू मोर डिटेलमा है चाहिन्छ भने चाहिँ भन्नु होला। आई विल ट्राई टु सेयर अल द इन्फर्मेसन है। अनि मैले मेरो पासमा मैले गरेको एक्सपिरियन्सहरू पनि म आई विल सेयर है। सो आजलाई यति नै छ। तपाईँले यसरी चाहिँ आफ्नो प्री डिपार्चर कोर्स, स्किल पास कोर्स चाहिँ गर्न सक्नुहुन्छ। सो अल द भेरी बेस्ट एभ्री वान फर यर स्किल पास। अनि राम्रोसँग पढेर राम्रोसँग भिडियो हेरेर स्किल पास दिनु होला। थ्याङ्क यू भेरी मच फर वाचिङ दिस भिडियो।